बिहानै उठेर लगातार 2वटा फुटबल म्याच हेरिसकेपछि हामी सबैजना अलिकति थाकेका त थियौँ, तर घुम्ने उत्साह भने अझै बाँकी नै थियो। त्यसै बीच कसैले भन्यो, अब काशीकोट दरबार पनि जाउँ। सुन्ने बित्तिकै सबैलाई आइडिया मन पर्यो, तर केही सर्मिसहरूलाई घर फर्किनु पर्ने भएकाले उहाँहरू त्यहीबाट बिदा हुनुभयो। त्यसपछि हामी 7 जनाको सानो टोली लिएर काशीकोट दरबारतर्फ लाग्यौँ। गाडीबाट पुग्ने ठाउँसम्म त सजिलै पुग्यो, तर दरबारसम्म पुग्न भने केही मिनेट उकालो हिँड्नु पर्ने रहेछ। उकालो चढ्दै गर्दा हाँसो ठट्टा गफगाफ र बीचबीचमा फोटो खिच्ने क्रम निरन्तर चलिरह्यो। कसैले अलिकति मात्रै बाँकी छ भनेर हौसाइरहेको त कसैले यो उकालो कहिले सकिन्छ भन्दै जिस्किरहेका थिए। यस्तै रमाइलो गर्दै उकालो पनि सजिलै पार गरियो। माथि पुग्ने बित्तिकै देखिएको दृश्यले भने सबैलाई दङ्ग बनायो। वरिपरि फैलिएको हरियाली, टाढासम्म देखिने सुन्दर दृश्य र त्यहाँको शान्त वातावरणले साँच्चै मनै जित्यो। केही समय त्यहीँ बसेर दृश्यको आनन्द लियौ, धेरै फोटो र भिडियो खिच्यौ अनि यो क्षणलाई यादगार बनायौ। त्यसपछि घर फर्किने समय भयो। हामी सरङकोट हुँदै पोखरातर्फ लाग्यौँ। बाटोभरि 2 दिनका रमाइला पलहरू सम्झँदै फेरि यस्तै ट्रिप कहिले जाने भनेर कुरा गर्दै यात्रा सकियो। यसरी प्रवीण सरको बर्थडेको बहानामा सुरु भएको यो सानो यात्रा धेरै मिठो सम्झना, धेरै हाँसो र धेरै रमाइला क्षणहरू छोडेर सकियो। तपाईलाई हाम्रो यो 2 दिने मिनी भ्लग कस्तो लाग्यो? कमेन्टमा आफ्नो मनपर्ने क्षण लेख्न नबिर्सनुहोस्। भिडियो मन परेको भए लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि अर्को भिडियोमा फेरि भेटौँला। अहिलेको लागि बाई बाई।